कसरी निःशुल्क कानुनी सेवा पाइने व्यवस्था छ, हाम्रो देशको संविधान, कानुन र व्यवहारमा के छ भन्ने सम्बन्धमा चाहिँ म जानकारी दिन चाहन्छु। अब यो मुद्दा मामिला भन्ने कुरा चाहिँ कुनै व्यक्तिको रहरले मात्रै हुँदैन, करले पनि पर्ने अवस्था हुन्छ। कुनै व्यक्तिलाई मुद्दा पर्यो अथवा उसको परिवारको मान्छेलाई पर्यो, उसको आफन्त इष्टमित्र साथीभाइ कसैलाई मुद्दा मामिला पर्यो भने उसको आर्थिक अवस्था कमजोर छ भने, त्यस्तो आर्थिक अवस्था कमजोर भएको व्यक्तिले आफ्नो मुद्दाको प्रतिरक्षा कसरी गर्न सक्छ, हालको कानुनी व्यवस्थामा के छ, कसरी त्यो सेवा प्राप्त गर्न सक्छ। यदि पैसा नभएको कारणले कानुन व्यवसायी हायर गर्न नसक्ने व्यक्तिको लागि राज्यले कस्तो व्यवस्था गरेको छ, त्यो निःशुल्क कानुनी सेवा कसरी प्राप्त गर्न सकिन्छ भन्ने सम्बन्धमा चाहिँ म तपाईँहरूलाई जानकारी दिन चाहन्छु। यो चाहिँ के गरी हाम्रो नेपालको संविधान 2072 को धारा 20 मा न्याय सम्बन्धी हकको व्यवस्था गरेको छ। उपधारा कतिले व्यवस्था गरेको छ भन्दा 9 ले चाहिँ के भन्छ भन्दा प्रत्येक व्यक्तिलाई स्वतन्त्र, निष्पक्ष र सक्षम अदालत वा न्यायिक निकायबाट स्वच्छ सुनवाईको हक हुनेछ। स्वच्छ सुनवाई भन्नको मतलब कुनै व्यक्तिको त्यहाँनिर लिगल प्रतिनिधित्व हुनुपर्छ, उसको प्रतिरक्षा हुनुपर्छ कानुन व्यवसायीबाट। असमर्थ पक्षलाई चाहिँ प्रत्येक जिल्लामा वैतनिक कानुन व्यवसायी त्यसले नै एउटा अफिसर लेभलको तलब दिएर यस्तै असमर्थ पक्षहरूलाई कानुनी सहायता गर्ने, कुनै लिगल ड्राफ्टहरू तयार गर्ने, त्यसमा बहस पैरवी गरिदिने सबै कामहरू चाहिँ उसले चाहिँ निःशुल्क रूपमा गरिदिने गरेको छ। यसको लागि चाहिँ के छ भन्दाखेरि हरेक जिल्लामा जिल्ला अदालत नियमावली 2075 को परिच्छेद 13 मा वैतनिक कानुन व्यवसायी र कानुनी सहायता भनेर त्यो एउटा परिच्छेद छ। त्यो परिच्छेद अन्तर्गत चाहिँ नियम 101 ले चाहिँ वैतनिक कानुन व्यवसायीको नियुक्ति गर्ने व्यवस्था गरेको छ भने अब यो कानुन व्यवसायीले चाहिँ यसैको उपनियम 1 बमोजिम चाहिँ वैतनिक कानुन व्यवसायी राख्न चाहिँ कस्तो व्यक्तिले चाहिँ यो वैतनिक कानुन व्यवसायी राख्न सक्छ भन्दाखेरि चाहिँ आफ्नो प्राइभेट अथवा निजी कानुन व्यवसायी राख्न नसक्ने 1 नम्बरमा असहाय व्यक्ति हुनु पर्यो, दोस्रो नम्बरमा अशक्त व्यक्ति, तेस्रो नम्बरमा नाबालक र चौथो नम्बरमा आर्थिक रूपमा विपन्न र पाँचौँ नम्बरमा चाहिँ थुनामा रहेको व्यक्तिलाई कानुनी सहायता उपलब्ध गराउन अदालतमा चाहिँ आवश्यक सङ्ख्यामा वैतनिक कानुन व्यवसायी रहने भनेर चाहिँ यो जिल्ला अदालत नियमावली 2075 को नियम 101 को 2 ले चाहिँ यो व्यवस्था गरेको छ। यसरी चाहिँ वैतनिक वकिलहरू चाहिँ हरेक जिल्ला अदालतमा रहेको छ। यदि तपाईँहरू कोही आफै यो कानुनी सहायताको मुद्दा लड्दै हुनुहुन्छ या तपाईँको आफन्त इष्टमित्र छरछिमेकी कोही छ र उसले चाहिँ यदि यो कानुन व्यवसायी हायर गर्न नसकेको अवस्थामा उहाँलाई चाहिँ उहाँको प्रतिनिधित्व गर्ने काम चाहिँ यो जिल्ला अदालत नियमावलीले चाहिँ व्यवस्था गरेको छ। त्यहाँनिर चाहिँ वैतनिक वकिल हुनुहुन्छ। यसको लागि चाहिँ तपाईँले त्यहाँनिर जानु पर्यो, त्यहाँनिर चाहिँ गएर तपाईँले निवेदन दिनु पर्यो। अदालत प्रशासनमा दिनु पनि सकिन्छ, त्यही कानुनी सहायता शाखा भनिन्छ यो वैतनिक वकिल जहाँ बस्नुहुन्छ त्यहाँबाट पनि तपाईँले यो सेवा सुविधा लिन सक्नुहुन्छ। यो चाहिँ हरेक अदालतमा हुने हुनाले जिल्ला अदालतमा पनि छ यो व्यवस्था र उच्च अदालतमा पनि रहेको छ। उच्च नियम 157 ले चाहिँ वैतनिक कानुन व्यवसायीको नियुक्तिको व्यवस्था गरेको छ। यसको उपनियम 1 ले चाहिँ यिनै 5 क्याटेगोरीको मान्छे व्यक्तिहरूले चाहिँ यो निःशुल्क कानुन व्यवसायीको सुविधा लिन सक्नेछ। त्यो उच्च अदालत नियमावलीले त्यो व्यवस्था गरेको छ भने सर्वोच्च अदालतले पनि सर्वोच्च अदालत नियमावली 2074 को नियम 143 मा पनि यही वैतनिक कानुन व्यवसायीको नियुक्तिको व्यवस्था गरेको छ। यो सर्वोच्च अदालत नियमावलीको नियम 143 को उपनियम 1 बमोजिम पनि यिनै 5 वटा क्याटेगोरीको मान्छे वैतनिक वकिलहरू हुनुहुन्छ। उहाँबाट तपाईँहरूले चाहिँ निःशुल्क कानुनी सेवा प्राप्त गर्न सक्नुहुन्छ। यो चाहिँ अहिलेको हाम्रो विद्यमान प्र्याक्टिसमा रहेको व्यवस्था छ। यसको लागि चाहिँ राज्यले छुट्टै ऐन पनि बनाएको छ। 2054 सालमै कानुनी सहायता सम्बन्धी ऐन 2054 बनाइएको छ। त्यो ऐनले पनि असहाय व्यक्तिहरूको लागि चाहिँ कानुनी सहायता, असमर्थ पक्षहरूको लागि कानुनी सहायता दिनको लागि चाहिँ केन्द्रमा केन्द्रीय समिति, जिल्लामा जिल्ला समिति रहने व्यवस्था पनि गरेको छ। त्यो अन्तर्गत पनि सेवा पाउन सकिन्छ भने हालसालै यो कानुन मन्त्रालयले के व्यवस्था गरेको रहेछ भन्दाखेरि चाहिँ यो इन्टिग्रेटेड लिगल एड रिपोर्टिङ सिस्टम यो अन्तर्गत चाहिँ के छ भन्दाखेरि यो असमर्थ पक्षहरूले निःशुल्क कानुनी परामर्शको लागि यो परामर्श दिने र परामर्श लिने व्यक्तिहरूको एउटा प्लेटफर्म छ उहाँले बनाउनु भएको छ। कानुन मन्त्रालयबाट अहिले त्यो कुरा जानकारीमा आएको छ। यसलाई चाहिँ इन्टिग्रेटेड लिगल रिपोर्टिङ सिस्टम ILRS अन्तर्गत चाहिँ तपाईँहरू कोही कसैले यो निःशुल्क कानुनी सहायता पाउन सक्ने व्यक्तिहरू, दिने व्यक्ति र लिने व्यक्तिहरूको चाहिँ यहाँनिर एउटा भेट गराउने यो प्लेटफर्म रहेछ। त्यो प्लेटफर्मबाट पनि तपाईँले कानुनी सहायता प्राप्त गर्न सक्नुहुन्छ। मुद्दाको न्याय प्राप्त गर्ने हक चाहिँ सुनिश्चित गर्न सक्नुहुन्छ। तपाईँहरूले यसरी चाहिँ वैतनिक वकिलको सेवाबाट या यसरी चाहिँ यो कानुन मन्त्रालयकोबाट, त्यसको अलावा यो प्रो बोनो सर्भिस दिने भनेर पनि विभिन्न अदालतहरूमा यो व्यवस्था गरिएको छ, विभिन्न बारमा पनि यो व्यवस्था गरिएको छ। प्रो बोनो सर्भिस दिने वकिलहरू हुनुहुन्छ, उहाँहरूबाट पनि तपाईँहरूले आवश्यक कानुनी सहायता प्राप्त गर्न सक्नुहुन्छ।